हेलो के छ साथीहरु ल आज चाहिँ हामी सरप्राइज कान्छो सालीलाई चाहिँ आज कान्छो सालीको बर्थडे त्यो बर्थडेमा चाहिँ जान लाग्छौं जहाँ चाहिँ अब कान्छो सालीलाई थाहा पनि छैन कि हामी आउँदैछौं भनेर र अब हेरौं त्यहाँ अब सरप्राइज कान्छो सालीलाई चाहिँ अब सरप्राइज दिन जाँदैछौं त्यहाँ पुगेपछि थाहा हुन्छ अब धेरै त हैन अब 3 दिदी बहिनीको तर्फबाट चाहिँ एउटा सानो गिफ्ट राखेको छ दिने भनेर अब हेरौं त्यहाँ गएर यो गिफ्ट दिँदाखेरि सालीको रियाक्सन कस्तो हुन्छ है त अनि हो त्यहाँ हामी आउँदैछौं भनेर फेरि साडु भाइलाई चाहिँ खबर छ सालीलाई त थाहा छैन हैन कान्छो भने जस्तै हामी चाहिँ यहाँ अब जन्मदिन मनाउन चाहिँ अब सालीको घरमा आइपुगेको छौं र अब चाहिँ हामी चाहिँ जन्मदिन मनाउन गइरहेको छौं अब हजुरहरुले यसो हेर्नुस् है त के कसरी अब मनाउन गइरहेको छौं हामी सबैजना जम्मा भएको छौं मनाउनलाई बर्थडे ल सुरुवात गरौँ त है त ल यहाँ चाहिँ अब झिलिले बत्ती त्यो बोल्ने बित्तिकै ह्यापी बर्थडे भन्ने हो दुआ तुमको देता जहाज सारा दुआ तुमको देता जहाज सारा मुबारक हो तुमको जन्मदिन तुम्हारा दुआ तुमको देता जहाज सारा मुबारक हो तुमको जन्मदिन तुम्हारा हम सब की आशा हो खुशियाँ हमारी हम सब की आशा हो खुशियाँ हमारी हर खूबी रब ने है आप में उतारी हम सब की आशा हो खुशियाँ हमारी हर खूबी रब ने है आप में अघि नै टिका लागेको जुन देख्नुभयो उहाँ चाहिँ साडु भाइको आमा हुनुहुन्छ अनि उहाँ चाहिँ हाम्रो सासु आमा छोरीको तर्फबाट है त उहाँ चाहिँ जेठी दिदी कान्छो सालीको जेठी दिदी उताबाट बच्चा बोकेर बस्ने चाहिँ साइली दिनुहुन्छ त्यो दिने बेलामा फर्किनुहुन्छ उतातिर शुभकामना मेरो उनीलाई हो कि के हो मेरो उनलाई जुनीलाई हो महिला अब यतातिर पनि सुरु भयो त्यही त नि आज भर्खर जन्मेको मान्छेले कहाँ नि सबै चिज गर्छ नमिठो भयो नि जन्मदिन मनाऊँ न होइन त्यहाँ आशाले त देखिरहेछ नि देखिरहेछ यहाँ पुरा दह्रो चलिरहेछ है तर्फबाट यो सबै दिदी बहिनीको तर्फबाट यो चाहिँ सानो गिफ्ट होइन यसो सम्झना स्वरूप जन्मदिनको तर्फबाट ल अब त्यसलाई साइड लगाइदेऊ अब ल ल अब त्यसलाई साइड लगाइदेऊ माया गुड अब अर्को निकाल यो पनि अब यसो गरेर यो तिमीले खोलेर च्यातेर हैन उ ब्रदरलाई दिनुस् देऊ तिमीले है त च्यात तिमीले च्यात्ने हो है त मलाई तपाई एकछिन
पर्फिन च्यात छ कि तिमीले पुरै ड्याङडुङ च्यातिहाल पुरा अलि हतारमा च्यात न गिफ्ट भनेको त्यस्तो हुन्छ ब्याङडुङ पार्ने हो कि माया ल अब त्यो उता त्यो तिमीले नखोल ल ल ब्रो तपाईँले खोल्ने थियो खोल्नुहोस् त्यो तपाईँले गिफ्ट माला लगाइदिनुहोस् ल ल ल खोइ ताली बजा रे ताली बजाऊ ल यो चाहिँ दिदी बहिनीको तर्फबाट स्पेसल गिफ्ट है कान्छी बहिनीको लागि ल अब हामीले चाहिँ अब जन्मदिन त अब मनाएर भ्यायौँ होइन अब खानपिन समारोहमा अब सबैजना सरिक भएर चाहिँ अब चाहिँ खानपिन हामी व्यस्त छौँ ल आजको जन्मदिन महोत्सव चाहिँ अब यहीँ अब टुङ्गाउँछौँ होइन अब हेर्नु हुनेहरूलाई अब सबैजनालाई धेरै धेरै धन्यवाद जसले पनि अब जन्मदिनको शुभकामना व्यक्त गर्नुभयो उहाँलाई मुरी मुरी धन्यवाद जन्मदिनको धेरै धेरै शुभकामना मनले चाहे आँटेको सम्पूर्ण कुराहरू पुगोस् होइन दीर्घायु रहनु खुसी रहनु तिमीले चालेका हरेक कदमहरू चाहिँ सफलताको शिखर चुमोस् भन्दै आजको यो जन्मदिन कार्यक्रम यहीँ टुङ्गाए है त घर गरी खाने भइरहेछ व्यवहार राम्रो भइरहेछ मैले भइरहेछ ल है त ल खुसी छ ताली पड्काउनु नमिल्ने हस् त हजुरहरूको दिन शुभ बितोस्।